हेलो हेलो एन्ड नमस्ते सबैलाई। म चाहिँ अहिले साथीहरूसँग अबुधाबीमा रहेको हिन्दू मन्दिर हामी जाँदैछौँ। बाप्स हिन्दू मन्दिर भन्दो रहेछ होइन, अबुधाबी स्थित अहिले यो नयाँ हिन्दू मन्दिर। हामी चाहिँ सबै साथीहरू मिलेर भर्खरै आइपुगेको। हामी चाहिँ अब जाँदैछौँ भित्र। यो चाहिँ पार्किङ लट भयो, जम्मै यहाँ पार्किङबाट यो बिस्तारै हिँड्ने ठाउँ बनाएको रहेछ, शीतल ठाउँहरू। चाहिँ ठ्याक्क मन्दिर 11:30 बजेको घाममा पऱ्यौँ है। टन्टालापुर घाममा हेर्नै नसक्ने थियो। घामले एकतिर पोलिरहेको छ, एकतिर घुम्नु नि परेछ है। घुम्ने पनि मजा भइरहेको छ, एकतिर घामले पोलेछ। खास घुम्न पर्ने चाहिँ कि त बिहान कि त राति, सकभर राति आउनु पर्ने, नत्र त यो गर्मीमा त हो नसकिने। चस्मा लगाएर हिँडेको थियो र चस्माले धेरै सहयोग गर्यो। आउनुहुन्छ भने अब दिउँसोमा आउने हुन्छ, प्रत्येक चस्मा बोकेर आउनु होला। घामले चाहिँ लास्टै हुन्छ, बस्न सकिँदैन। फाइनली आगे पूरा धूप के चक्कर में पूरा अभी ज़्यादा हो रहा है। क्या करें, आने के लिए कुछ खाना पड़ता है। बहुत सुकून है इधर आके। अरे अलग ही है ना। ये ऊपर से दिखना पड़ेगा। यो चाहिँ हाम्रो मन्दिरको इन्ट्रेन्स होइन, अगाडिपट्टिको भाग। अगाडिबाट देखिने मेन मन्दिरको दृश्य चाहिँ यो हो। मूर्तिहरू चाहिँ ठ्याक्कै यो सिसा फ्रेमभित्र छ। भर्याङ चढेर माथि ठ्याक्क माथि जानुपर्छ। देख्दा टाढाबाट देख्दाखेरि सानो देखिए पनि मन्दिर चाहिँ एकदम ठुलो छ, फराकिलो छ होइन। पुरा त्यो महाभारतहरू सब एकदम खुदेर लेखेको छ त्यहाँ, सबै डिटेल्समा लेखेको। हरेक मूर्तिहरू एक पिस एउटा कुना केही नछुटाइकन लेखेको छ। फाइनल्ली आइपुग्यो। पछाडि देखिएको चाहिँ हिन्दू मन्दिर, बाप्स हिन्दू मन्दिर। फाइनल्ली 1 वर्ष बसाएपछि हामी आइपुग्यौँ। टेम्पल अबुधाबी बाप्स हिन्दू टेम्पल। रमाइलो छ तर गर्मीले एकदम आइपुगे। माथि सिँढी मन्दिर वहाँ छ। टन्टालापुर 11-12 बजे घुम्नु परेछ। घाम चाहिँ मजाले खाइयो। घुम्दाखेरि चाहिँ हावा पनि चढेको थियो, तर हावा चढ्नु के भन्नु तातो घाममा होइन। घाम चाहिँ चलेको अवस्था। घाम चाहिँ पछाडि देख्न सकिन्छ। हामीले केही हेर्नु मिलेन चस्माले लगाएरै। चलो चलो, क्या भाई
हो र भित्र चाहिँ अलाउड छैन नि फेरि बाहिर मात्रै लिफ्ट रहेछ नि त्यहाँ त हो नि यसमा चाहिँ हामीले पुरा देख्न सक्छौँ महाभारत पुरा लेखिएको छ हैन यो ऊँट अनि यो हात्ती अनि भगवानको मूर्तिहरू हैन गौतम बुद्ध हरेक प्राचीन कालका मूर्तिहरू भगवानहरू विभिन्न प्रकारको भगवानहरू सबैको मूर्तिहरू चाहिँ एउटा केही छुट्याइएको छैन जस्तो यो रुद्राक्ष भयो सबै छ होला एकदम बारीकीका साथ मूर्तिहरू चाहिँ एकदम क्लियरली दिएको छ एकदम सफा राम्रो देखिन्छ र यो हरेक अब समय निकालेर एकदम राम्रोसँग विस्तृत रूपमा हेर्ने हो भने यहाँको महाभारत पुरा कोदिएको छ यहाँ चित्रण गरिएको छ भन्ने सुनिन्छ अब पुरा डिटेलमा हेर्न त भएन हल्का फुल्का यसो हेर्दाखेरि चाहिँ देखिन्छ हामीले पनि त्यहाँ हेर्न सकिन्छ हैन राम मन्दिरमा आएर रामलाई चिन्निएन क्या भने ठीक है सेम सेम है